अब हामी त हिजो प्रोग्रामदेखि के भन्नु हो एमाले माओवादी र कांग्रेस तीनजना नआउनु घन्टी आउँछ तीनजना नआउँछ तीनजना चाहिँ नआउँछ झोला बोके होमेको झोला बोके चम्लेको बोके इत्यादि यो जिल्ला घुमे म उखल्ने जिल्ला बाँकी छैन मेरो गोलाबारीको पालादेखि हो मैले म पनि यी संगठन उपसभापति हो उपसभापति भएर 5 वर्ष बसेको खड्नु तर सबै खाइसके अब हाड हड्डी बाँकी छ यो हड्डी यो चाहिँ पोखरेललाई चाहिँ विश्वराज पोखरेललाई विकल्प दुईटै नलिनुहोस् भने त मैले म युवासन उपसभापति भएर यो जिल्ला जिल्ला बत्ती घुमे बलेका पालादेखि घुमे म बलबारीको पालादेखि घुमेको तर सबै खाइसके अब एकपल्ट चाहिँ तपाईँकै पालो हो के गर्नु हाम्रै हामी सबै ग्यारेन्टी यसमा भन्नु सक्दिनँ हामीले कजालाई बाहिर हाल्न त्यति मात्र मैले भेटे जति बुझ्मा ओके बेटा ओके बेटा स्टप रेकर्डिङ